मलाई चाहिँ नापाल र मेरो नानाले कल गरेको रहेछ बिहानखेरि। म चाहिँ युजली मेरो ड्युटी चाहिँ 1 बजी हुन्छ, त्यही भएर म 12:30 बजी मात्रै उठेर फ्रेस भएर जान्छु। अनि कल आएको थाहा भएन, म चाहिँ सुतिरहेको थिएँ। अनि त्यहाँबाट चाहिँ उठ्ने बित्तिकै अब कल ब्याक गरेको थियो। अनि त्यहाँबाट भन्दैछ कि आपाले कि आपाको चाहिँ नापा जस्तो मेरो चाहिँ मेमे हुनुहुन्न अब भने। मेमे चाहिँ नभने पनि लास्ट 3-4 विक्सदेखिको अलिक बिमार थियो, एकदमै धेरै साह्रो थियो रहेछ। अनि मलाई त्यो इन्फर्महरू आइरहेको थियो। दसैँमा पनि राम्ररी टिका लगाउनु पाएन, लगाइदिएन मेमेले। त्यो बेसी स्ट्रेन्थ नभएर बडीमा एकदमै साह्रो भएर चाहिँ लगाउनु पाइन रहेछ। त्यही भएर चाहिँ अलिक त्यतिखेर अवस्था नराम्रो थियो, राम्रो थिएन मतलब। अनि आज चाहिँ बिहानखेरि अनि आपाले चाहिँ मलाई मेसेजमा मेमे हेज लेफ्ट अस यस्तो भन्यो कि म चाहिँ छक्कै परेँ कि, किनकि द लास्ट टाइम आई ह्याड अ कम्युनिकेसन एन्ड मेट हिम लाइक बात गरेको भने मैले सायद 3.5 साल अगाडि हो, किनकि इट्स बिन अलरेडी 4 इयर्स हुन आँटेको छ। म घर गएको छुइनँ, त्यही भएर लास्ट टाइम भने 3.5 साल अगाडि हो। म चाहिँ जानुभन्दा अगाडि नै मेमेकोमा पनि पसेर, सबैकोमा पसेको, मेमेकोमा पनि पसेर मेमे म बेङ्गलोरको लागि गएको भनेर चाहिँ मैले भनेको थियो उसलाई। अनि मेमेले अनि ल राम्ररी जा भन्यो। त्यहाँदेखि म मुनि घरमा आएर प्याकसेक गर्दाखेरि चाहिँ मेरो चाहिँ मेमेको छोरी जस्तो चाहिँ मेरो आपाको बहिनीको छोरा चाहिँ आएको थियो मेरोमा। अनि पैसा पठाइदिएको रहेछ मेमेले। अनि त्यो छोरा मेरो कजनले चाहिँ आएर मलाई यो मेमेले पैसा पठाइदिएको माथिको भनेर चाहिँ मलाई दिएको थियो, 2000 रुपिस दिएको थियो, राम्ररी जानु ल भनेर। मैले चाहिँ एकदमै धेरै आपाभन्दा टाइम स्पेन्ड गरेको भने चाहिँ अनेस्टली नट बिकज आज मेमे हुन्न भनेर मैले भनेको होइन। मेरो आपाभन्दा पनि धेरै मैले टाइम चाहिँ उसँग स्पेन्ड गरेँ, किनकि मेरो आपा जहिले नि भुटानमा हुन्थ्यो, उतै भुटानमा बस्थ्यो। म चाहिँ अनि त्यही भएर एक्लै भयो भनेर हुन्थ्यो। म चाहिँ सानो थियो त्यतिखेर, त्यही भएर चाहिँ म चाहिँ मेमेसँग नै हुर्केको भनौँ न। अनि मोस्ट अफ द टाइम नै अब उसँगै म बस्यो। घरहरू हामी मेमे र मैले नै अब बनाएको, भलेमा देयर इज नो कन्ट्रिब्युसन इन टर्म्स अफ फाइनेन्सियली होइन, पैसाकोले गर्दा त। तर एउटा हुन्छ नि घर अब त्यत्रो सानोदेखि यत्रो ठुलो बनाएको भने अब काकाहरूले हाम्रो पठाउनुको होइन। अनि म मेमेहरूले नै हामीले होइन देखेको बनेको कि मेमेसँग एकदमै धेरै टाइम स्पेन्ड गरेको कि। अनि यस्तो सुन्दाखेरि अवस्था होइन यस्तो बिहान सुन्दाखेरि नराम्रो लाग्यो कि, रिएक्ट गर्नु आएन कि म के गर्नु। अब म अहिले यतिखेर घर पनि जानु पाउँदैन, नपायो होइन। अब के हो, एकताल भेट्नु पनि पाइनँ मेमेलाई। अब यस्तो भयो होइन, अचानक एकदमै धेरै नराम्रो लागिरहेछ। तर अब गर्नु पनि केही सक्दिनँ होइन। अब के चाहिँ भन्नु, एकदमै धेरै क्लोज थियो म होइन। बरु म यति त म आफूसँग पनि क्लोज थिएन जति म मेमेसँग टाइम स्पेन्ड गरेर बस्यो उसँग होइन। तर आज ऊ हुनुहुन्न, कतै पनि हो, जतै पनि छ भने एकदमै धेरै होइन राम्रो जग्गामा छ होला। एकदमै धेरै नराम्रो लागेको छ, मन पनि लागेको छैन काम गर्नु। तर अब यस्तै हो जिन्दगी, काम नगरी पुग्दैन जिन्दगीमा। नराम्रो त लागिरहेछ, घर जानु पनि पाइनँ, त्यो उसमा त झन् नराम्रो। अब डिसेम्बरतिर एकदम सोचिरहेको छु फेरि जान्छु कि भनेर। अब के हुने हो पछि हो, अब एकदमै धेरै कस्तो लाग्दैछ कि कतै के नुनै लागेको छैन जस्तो भइरहेछ लाइफमा। हुन्छ नि एउटा कतै न के एकदमै खल्लो लागिरहेछ कि। अब म आफूसँग पनि म धेरै बात गर्दिनँ होइन यसको बारेमा। अब आपाको झन् आपालाई कस्तो भइरहेको होला उसको आपा झन् भनेर एकदमै धेरै सोचिरहेको थियो। त्यो सोचेर झन् मलाई नै एकदमै धेरै लाग्छ। 4 साल भयो म घर गएको छुइनँ, अनि यस्तो भयो कि त्यही भएर चाहिँ एकदमै धेरै मन दुख्दैछ कि मलाई चाहिँ। अनि त्यही भएर यो डिसेम्बरमा चाहिँ बरु कामै छोडेर जानु पायो भने पनि छोडेर जान्छु होला भनेर सोचिरहेको छु। किनकि यार लाइफमा जति पनि गऱ्यो भने काम हुँदै गर्ने रहेछ, जिन्दगी चल्ने रहेछ कि। आफ्नो मान्छेसँग चाहिँ एकदमै धेरै टाइम स्पेन्ड गर्नुपर्ने रहेछ कि। त्यही भएर अन्त मात्रै हुन्छ। टाइम स्पेन्ड गरेन भने एकदमै रिग्रेट हुने रहेछ लाइफमा। मेमेलाई मैले 4 साल भयो नदेखेको,
अब म घर जाँदा उसलाई देख्नु पनि पाउँदिनँ होला। आज काम चल्दै होला। आज भेमेलाई उसको लान्छ बडी अनि हाम्रो त्यही नियम छ नेपालीहरूको, त्यही गर्छ अनि बुद्धिस्टहरूको त्यही गर्छ अनि त्यही गरिरहेको होला। अब म के गर्नु सक्दिनँ, न के चाहिँ गर्नु सक्छु, एकदमै हात नै बाँधिरहेको छ त्यस्तो भइरहेछ। अब आपासँग के बात गर्नु हो, यति साह्रो म एकदमै धेरै लेभलको मेच्युरिटी आएको छैन कि उसँग यो अवस्थामा बात गरेर सम्झाउन सक्नु। त्यही भएर एकदमै धेरै नानाले मलाई बिहा गरेको थियो, नानाले भोलि जान्छ, ऊ पनि सिक्किममा बस्छ किनकि रिसेन्टली उसको बिहा भएको थियो अनि ऊ जान्छ अरे। अब त्यही हो गाइस, जतासुकै होस् दुनिया राम्रो जग्गामा होला। सो आई होप हिज बडी रेस्ट इन पिस। अनि एकदमै धेरै सम्झना छ अनि लाइफ त अब यस्तै छ हो। त्यही हो, अब अप्ठ्यारो त लाग्दैछ, के गर्नु सक्ने होइन। अब त्यति नै हो, लाइफ इज अनप्रिडिक्टेबल गाइस। सो आई बेटर अन्डरस्टुड वान मोर थिङ as today till today is like spend the time with your family more than you spend with others, किनकि थाहा पाउँदैन कुनै टाइममा के हुन्छ भनेर। सो त्यही भएर त्यति नै हो। सो त्यति नै हो गाइस, इट्स अ डे 26 अनि एकदमै धेरै नराम्रो लाग्दैछ तर पनि अब के हो गाइस, सी यु गाइस।